नमस्ते साथीहरू। आज यहाँ भैरवनाथ दर्शन गर्न आएको। अब मैले मात्रै दर्शन गरेर भएन, साथीहरूलाई पनि दर्शन गराउन पर्यो भनेर एउटा सानो भिडियो बनाउँदैछु साथीहरू। अब यो भैरवनाथ मन्दिर दर्शन गर्न नआउने त बिरलै हुनुहुन्छ। कैयौँ पटक आउनु भएको छ, तर कोही नआएको भए हेर्नुहोला, आएकोले पनि दर्शन गर्नुहोला। त्रिशूल हेर्नु न, कति ठुला त्रिशूल छन् भैरवनाथमा। हामीले पनि पाथी रोड चढाउन आएको। यहाँ पाथी रोड चढाउन आउँदाखेरि त यति धेरै पानी आयो नि, ओहो, मुसलधारे पानी आएर बडा मुस्किलले धूप जलाउन पनि गाह्रो परेको थियो। सलाई नपाइएर, सलाई पाइएको पनि रुजेर नपरेर, लाइटर नपाइएको, साह्रै गाह्रो भएको थियो साथीहरू। फेरि पनि भगवान्का आउँदाखेरिमा गाह्रो फिल नहुँदो रहेछ। भगवान्को शक्तिले जति पानी आए पनि आनन्दै फिल भयो। दर्शन गर्यो अनि फर्कियो। यो चाहिँ पहिला दर्शन गर्न आउँदाखेरि बनाएको भिडियो आज साथीहरूको लागि अपलोड गर्दैछु। कति राम्रो दृश्य देखिन्छ नि त। पारी पारी हिमाल, निलो आकाश, सफा मौसम, शीतल मौसम। हामी गर्मी ठाउँबाट आउने मान्छेलाई त यहाँ त स्वर्ग लाग्छ, स्वर्ग। थ्याङ्क यू।